तपाईँले अलिकति कुरा भइराखेको छ नि, हिँड्दै हिँड्दै लड्दै लड्दै बल्ल हिँड्न जाने त हो नि होइन र? त्यसले गर्दाखेरि हामी सबैले यही किसिमको हिम्मत देखाउनुपर्छ। फेरि पनि ताली सबैले छुटे। यो प्रोग्राममा बसेपछि त हजुरहरूले सायद डाइरेक्ट सेलिङको विषयमा धेरै बुझ्नु भयो होला है। लगभग यहाँलाई डाइरेक्ट सेलिङको परिभाषा पनि क्लियर भयो होला भन्ने मैले आशा राखेको छु है। मलाई लाग्छ डाइरेक्ट सेलिङ भनेको जाँदाखेरि घरबार जाँदैन, आउँदाखेरि दरबार आउँछ। त्यो के हो त? डाइरेक्ट सेलिङ बिजनेस होइन त? यस सर। आजको यस युनिभर्सिटी 20औं चरणको समापन समारोहमा रहेका अतिथिज्यूहरू, त्यसै गरी स्टार लिडरहरू, सम्पूर्ण लिडरहरू, विशेष गरी सम्पूर्ण प्रशिक्षार्थीज्यूहरूमा म तालिम तथा बजार विभागको तर्फबाट साथै हाम्रो सम्पूर्ण कम्पनीबाट हार्दिक स्वागत छ। नमस्कार। नमस्कार। मैले अस्ति ट्रेनिङ पनि सेयर गरेको थिएँ कि कति मलाई याद छ होला, हजुरलाई म सेयर गर्न चाहन्छु। एउटा देशको राजा होइन, एउटा देशको राजा जसले चाहिँ अत्याधिक सुख सुविधामा जिन्दगी बिताइरहेको थियो, अत्याधिक खुसीमा थियो राजा चाहिँ। किन उसको सारा कुरा हुन्छ नि त, सम्पत्ति पैसा प्रपर्टी सबै कुरा हुन्छ नि त होइन? त्यो राजा जो खुसीमा थियो, सन्तुष्ट थियो, उसलाई जीवनको उतारतमा के लाग्यो भन्दाखेरि म त भोलि गएर एक दिन त मर्नुपर्छ, यो त कटु सत्य हो, यथार्थता हो जिन्दगीको। अब मैले जुन सुख सुविधा भोगिरहेको छु, भोलि जब मेरो मृत्यु हुन्छ यो सारा सम्पत्ति मैले यही छोडेर जानुपर्छ। यति धेरै मैले प्रपर्टी जोडेको छु, यो देशको राजा हुँ, तर म मरेपछि पनि लान सक्दिनँ। के यस्तो उपाय छैन होला जुन उपायले गर्दाखेरि मेरो सम्पत्ति सुख सुविधा मैले स्वर्गमा लान सकियोस् भनेर उसको मनमा आएछ कि? अन्त राजाले चाहिँ त्यो मनमा आयो, धेरै दिनसम्म कुरा खेलिरह्यो। अनि उसले चाहिँ सायद कोहीसँग यो उपाय छ कि यो पैसा सम्पत्ति सुख सुविधा स्वर्गमा लान सकियोस् भनेर उसले चाहिँ देशमा आह्वानै गरिदिएछ है। जसले यो उपाय दिन सक्छ उसलाई म आधा सम्पत्ति दिनेछु घोषणा गरिदिएछ। अनि सारा ठाउँका मान्छेले, प्रधानमन्त्री, ठुला ठुला व्यक्तिहरूले चाहिँ धेरै खालको सल्लाह सुन्न आएछन्, तर कसैको पनि सल्लाह उसलाई मन परेन छ। एक दिन भर्खर 21 वर्षको केटा आएछ कि दरबारमा आइपुगेछ, महाराज तपाईँलाई यो सम्पत्ति स्वर्गमा लाने उपाय म दिन सक्छु। हाँसो लाग्यो नि त, दुनियाँ विद्वान आएका छन्, कति पाएको मान्छे आएको छन्। त्यो भर्खरको अल्लाहले 21 वर्षको केटोले मलाई उपाय दिने विश्वास लागेन। तर त्यो पनि सुनि हेरौ न भनेछ कि ल तिमीसँग उपाय छ सुनाऊ। उसले के भनेछ भने महाराज तपाईँ विदेश भ्रमण जानुभयो भने के गर्नुहुन्छ भनेको, विदेश जान त त्यहाँको पैसा चाहिन्छ, म त्यहाँको पैसा साटेर लान्छु। डलर चाहिन्छ, यन चाहिन्छ, रिङ्गेट चाहिन्छ, त्यहाँको पैसा लान्छु। मेरो देशको पैसा चल्दैन, त्यो भएर म कहाँ जान्छु भने त्यहाँको करेन्सी साटेर लान्छु भनेर राजाले उत्तर दिएछ। उनले भनेछ हो त्यही हो उपाय भनेको। तपाईँले यो सम्पत्तिहरू, यो पैसा, यो सुख सुविधा तपाईँले स्वर्गमा लान चाहनुहुन्छ भने तपाईँले यो सुविधालाई साट्नुपर्छ, स्वर्ग करेन्सीमा साट्नुपर्छ। कसरी साट्ने स्वर्ग करेन्सीमा भनेको, तपाईँसँग भएको पैसालाई जति धेरै तपाईँले चाहिँ अरूलाई सहयोग गर्नुभयो होइन, जति धेरै अरूलाई चाहिँ हेल्प गर्नुभयो, तपाईँको त्यो पैसा चाहिँ स्वर्ग करेन्सीमा साटिन्छ। र आज तपाईँले दिएको सहयोग योगदान तपाईँको भोलि कहाँ हुन्छ त, स्वर्गमा पाउनुहुन्छ। मान्छे राजा चित्त बुझ्छ, हो त स्वर्ग करेन्सी साट्ने त के रहेछ, सहयोग गर्ने रहेछ, दान गर्ने रहेछ। सहयोगी गरेर भने मात्र स्वर्ग पैसा पाइँदो रहेछ उनीहरूलाई लाग्यो, उसले सम्पत्ति दिएछ कि होइन। र मलाई यो कथाबाट के लागेको छ भन्दा नि, पुण्य काम भनेको त सहयोग गर्ने रहेछ नि त, रोगीलाई निरोगी बनाउने रहेछ नि त, बेरोजगारलाई रोजगार दिने रहेछ नि त, मान्छेको भविष्य बनाउने रहेछ नि त होइन र पुण्यको काम भनेको। र त्यो पुण्यको काम हामीले डाइरेक्ट सेलिङ गरिरहेका छौँ नि त। र तपाईँ हामीले जुन काम गरिरहेका छौँ, यहाँले पनि स्वर्गमा सुविधा पाउने गरी पुण्यको काम गर्नुभएको छ। यहाँ सबैलाई स्वर्ग पनि साट्ने काममा हार्दिक स्वागत छ। मलाई सोधेको थियो कि सर डाइरेक्ट सेलिङ त राम्रो काम हो, उत्कृष्ट काम हो, यहाँ काम कहिलेसम्म गर्ने त, कहिलेसम्म खट्ने त सर भनेर मलाई सोध्नु भएको थियो कि मैले मलाई एउटा उत्तर दिएँ। मैले के भन्यो भने तपाईँ डाइरेक्ट सेलिङमा काम कहिलेसम्म गर्ने भन्दा तपाईँ जिन्दगीमा भागी भागी तबसम्म काम गर्नुहोस् जबसम्म तपाईँलाई सुती पैसा आउँदैन।
है। त्यसले गर्दाखेरि तपाईहरु पनि भागी भागी काम गरेर सुती पैसा लिनको लागि तयार हुनुहुन्छ? यस सर। मलाई चिनिया धनाढ्य व्यक्ति ज्याक माको धेरै मन पर्छ कि मैले धेरै शेयर पनि गरेको छु हैन। ज्याक माको एउटा भनाइ एकदमै चर्चित छ कि उनी एउटा मिठोको के भनेको थियो भने ज्याक माले बहादुरलाई हैन उसको अगाडि लगेर केरा र पैसा दियो भने बहादुरले के रोज्छ? किन रोज्छ? किन भन्दाखेरि बहादुरलाई यो थाहा छैन कि त्यो पैसाले धेरै केरा किन्न सकिन्छ। बहादुरले के हेर्छ मात्रै त्यो केरा हेर्छ नि त, उसले त्यो पैसाको महत्त्व बुझेको छैन। त्यसैले आज हामी धेरै मान्छेलाई पनि तपाई जागिर रोज्ने कि व्यवसाय अवसर भनेर हामी के रोज्छौँ? बढी जागिर रोज्छौँ। किनभने हामी पनि ज्याकमाको बहादुर जस्तै भयौँ कि जागिरले हैन जेलाले तपाईले सहयोग गर्छ हैन, तपाईको गर्जर टर्छ, तर ठुला सपना कहिले पनि पुरा गर्दैन। तर अवसरले तपाईको भविष्य बदल्छ कि त्यसले गर्दाखेरि जेला भन्दा नाफा राम्रो हैन, गुर्जो टार्नु भन्दा के राम्रो? सधैँ आइरहने अवसर राम्रो हैन। त्यसले गर्दाखेरि राम्रो हाम्रो डेजर्टमा ताली सबै एकचोटि एउटा भ्याकुतालाई छ नि हैन, एउटा भ्याकुतालाई तपाईँ हामीले एउटा ठुलो डेक्चीमा के राखिदिउँ पानीमा अनि तलबाट आगो लगाइदिउँ। के गर्छ भ्याकुताले? जब त्यो बिस्तारै उफ्रिँदैन, म भन्दैछु ल, जब हामीले ठुलो डेक्चीको पानीमा एउटा भ्याकुता राखेर हालिदिनुहोस्, तलबाट आगो लगाइदिनुहोस्, त्यो भ्याकुताले के गर्छ थाहा छ? बिस्तारै आगो तात्दैबाट फेरि आगोबाट पानी तात्दै गर्दाखेरि त्यो भ्याकुताले चाहिँ त्यो तापक्रमलाई सहनको लागि आफूलाई तयार गर्छ कि त्यसलाई एडजस्ट भन्छ कि हैन। त्यो तातो हुँदै जान्छ, उसले एडजस्ट गर्दै जान्छ, तापक्रम सहँदै जान्छ, अझै पानी तात्दै जान्छ, अझै एडजस्ट गर्छ, अझै तात्छ, अझै एडजस्ट गर्छ। पछि यस्तो समय आउँछ त्यो उसले एडजस्ट गर्दा गर्दै तातो सहन खप्दै यस्तो समय आउँछ जति बेला पानी अत्याधिक तातो हुन्छ र उसले त्यो पानीबाट जम्प गर्ने इनर्जी सबै सकिसकेको हुन्छ कि र त्यो इनर्जी नभएपछि उसले जम्प गर्न सक्दैन। अनि के हुन्छ त भन्दा उसको त्यही पानीमा तातोले गर्दा मृत्यु हुन्छ। तपाईँले के बुझ्नुहोस् भन्दाखेरि त्यो भ्याकुता तातो पानीले मरेको होइन, त्यो हिटले मरेको होइन। भ्याकुता किन मर्यो भन्दाखेरि उसले राइट टाइममा जम्प नगरेर हो। जब जम्प गर्ने राइट टाइम थियो, जब पानी तात्दै थियो, उसको इनर्जी पनि थियो, उसले के गर्नु पर्ने थियो भन्दा जम्प गर्न पर्ने थियो हैन। तर उसले के गर्यो त? एडजस्ट गरेर बस्यो कि आफूलाई खप्न लागिरह्यो र खप्दाको उसको मृत्यु भयो। यो स्टोरी भ्याकुताको होइन, तपाईँ हामी आम मान्छेको। हामीहरू पनि जिन्दगीमा यति धेरै समस्यामा छौँ कि यति धेरै पीडामा छौँ, यति धेरै गाह्रो अवस्थामा छौँ, तर हामी त्यो जम्प गर्नुपर्ने अवसर नबुझिकन के गर्छौँ? त्यो गाह्रो अवस्थालाई सहेर बसिरहन्छौँ, खपिरहन्छौँ कि हैन। घर बनाउनु पर्ने थियो तर घरबेटीको गाली खाइ दुःख पीडा सही हैन, हामी के गर्छौँ? त्यो 2 कोठाको 4 कोठाको घरमा हामी के गर्छौँ? दुःख खपेर बस्छौँ कि तर जम्प गर्न पर्ने थियो नि त हैन र। तपाईँलाई ठुलो जागिर भन्दा ठुलो व्यवसाय चाहिएको थियो, ठुलो अवसर चाहिएको थियो, तर के गर्यौँ हामीले त? त्यो सामान्य जागिरमै हामी के गर्यौँ? रुमलेर बस्यौँ। आफूलाई सारा जिन्दगी इनर्जी के गर्यौँ? त्यो सामान्य जागिरबाट